कुरा गरौँ सदन अभ्यासको। हामी यहाँ जति जे गरे पनि नीति निर्माण सदनबाट हुन्छ। हुन त नेपाल सुन्दर शान्त विशाल बनाउने अभियानमा जनता सरकार कर्मचारी सबै क्षेत्र या सम्पूर्ण नेपाली नागरिक लगायत शुभेच्छुकहरू नेपाल बनाउन, नेपालको जनजीवन स्तर उकास्न, नेपालको स्रोत साधन आत्मनिर्भर नेपाल निर्माण गर्न लागेका छौँ। तर पनि सदनमा जो जानुहुन्छ उहाँहरूले बनाएको कानुन नीतिबाट हामी सबै बाँधिनुपर्छ र हिँड्छौँ। त्यसकारण सदनका क्रियाकलाप सदनका अभ्यास धेरै महत्त्वपूर्ण कुरा हो देशको लागि। र हामी जुन अहिलेका अभ्यास पनि पहिले जे भए अहिलेका अभ्यास पनि जे हेर्दैछौँ सदनभित्र, पहिले यही मुद्दाहरूमा एकदमै आक्रामक, उहाँहरू विपक्षीमा हुँदा आक्रामक एकदमै गर्जिने आवाजहरू आज शान्त भएको देखिन्छ। उहाँहरूको आवाज छैन कि भन्ने जस्तो देखिन्छ। अहिले त उहाँहरू जनप्रतिनिधि हो, जन आवाज बुलन्द हुनुपर्ने ठाउँमा जनताका जीवन स्तरका सुधारात्मक आवाजहरूमा आवाजविहीन सदन सत्तावादी सांसदहरू देखिएको छ। सत्तावादी सांसदहरू बहुमतमा गएर हो कि या उहाँहरू आफ्नो पार्टी सरकारप्रति पूर्ण रूपले वफादार, यति वफादार कि पुरै शिर झुकाएर यस म्यान बनेर बसेको हुनाले हो कि जे बोल्दा पनि ताली बजाएको छ। नेपालले भारतको जमिन मिच्दा पनि भन्दा पनि ताली बजाएको छ। आज गृहमन्त्रीले यत्रो गणेश नेपालीजीको आत्मदाहप्रति हामी दोषी छैनौँ, नगर प्रहरीले गरेको भन्दा पनि स्वीकारेको छ। यसरी गैर जिम्मेवारी पूर्ण बनेर सरकार चल्छ। 2/3 बहुमत भएका सरकारहरू पहिले पनि बने र गए। जनता जति विश्वास गर्छन् त्यति नै परीक्षा पनि लिन्छन्। र अर्को विपक्षीका भूमिका भनौँ, यो त भयो सत्तावादीहरूको भूमिका सदनमा देखिरहेको। विपक्षीको भूमिका भनौँ, विपक्षीको भूमिका हुन्छ कुनै पनि कार्य नीति राज्यबाट हुँदा सदनबाट बन्दा त्यसको रिसर्च सहितको अनुसन्धानात्मक सही सुझावहरू, सही उपायहरू क्रिटिकली त्यो रिसर्चलाई यो बाटो सही हुन्थ्यो भन्ने भूमिका बुलन्द आवाजहरू राखिनुपर्छ, जसमा कमी देखिएको छ। विपक्षी आवाजहरू यदि
कमजोर भए भने त्यस सदनमा मन परी शासकको शासन हुन थाल्छ। मैले जे गरेँ नि ठिक छ, मैले गरेकै सबै कुरा ठिक भइरहेको छ भन्ने मन परी तन्त्रको अभ्यासमा जान्छ, जुन हुन नदिन विपक्षीको भूमिका एकदमै महत्त्वपूर्ण हो। र अहिलेको सदनमा यसमा पनि कमजोर यी आवाजहरू भएका देखिरहेका छौँ। यी क्रियाकलापहरू जसरी हुनु पर्थ्यो सदन अभ्यासमा, हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा छौँ र आज यसरी प्रेम प्रसाद आचार्यजी, गणेश नेपालीजी जस्ता व्यक्तिहरू, गरिबहरू, मजदुरहरू राज्यबाट असहाय बनेर आत्मदाह गर्नुपर्ने अवस्था आउँछ भने यस्ता निर्लज्जतापूर्ण रूपले, यस्ता गैर जिम्मेवारी रूपले प्रस्तुत भई सरकारमा रहिराख्न कसैको हक छैन। चाहे बहुमत होस्, चाहे 2/3 होस्, जतिसुकै भए पनि डरले हामी शासन चलाउन, जनतालाई डराई त्यो सम्भव छैन अबको समयमा। र एउटा अन्त्यमा यो भन्न चाहन्छु, हाम्रो सदनभित्र विपक्षीले, प्रतिपक्षीहरूले उठाएका रचनात्मक आवाजहरू, रचनात्मक सुझावहरू, रचनात्मक खबरदारीहरूलाई सरकारले अंगीकार गर्दै यी आवाजहरूप्रति उत्तरदायी, जवाफदेही हुँदै, किनकि उनीहरू एक क्षेत्रका समस्या बुझेर आएका क्षेत्रका जनप्रतिनिधिहरू हुन्, चाहे पक्षका हुन् चाहे विपक्षका हुन्। यी जनताका आवाजहरू हुन्। यसरी रचनात्मक रूपमा उठाएका आवाजहरू, खबरदारीहरू, सुझावहरूलाई सरकारले अंगीकार गर्ने संस्कार र संस्कृतिको प्रतिपादन, उत्तम अभ्यास बसाल्नु नै एक जिम्मेवार सदनमा लोकतन्त्रको अभ्यासको पक्ष हुनेछ। यस सुझावलाई सोचौं, बुझौं र अभ्यासमा लागू गरौं। धन्यवाद। रसना यादव।